हाम्रो चाहिँ यहाँ प्रिफाइभ बोर्ड आएर पनि लगाउन सुरु भइसकेको छ। यतापट्टि यो साइडमा दुई साइड चाहिँ भइसकेको छ। अनि यहाँनिर चाहिँ एउटा झ्यालको लागि स्पेस छोडिएको छ। एकदम राम्रो छ। यो 2 इन्ची मोटाइ प्रिफाइभ बोर्डबाट भइरहेछ काम चाहिँ। सो त्यही हो। यतापट्टि अब यो खुल्ला देखेको भागमा पनि यस्तै गरी पुरै बन्द अनि एउटा झ्याल्नु हुनेछ। अनि यता अगाडिपट्टि चाहिँ यहाँनिर यो पोल्नेरबाट चाहिँ एउटा ढोका बस्छ अनि बाँकी चाहिँ एउटा झ्याल लगाएर पुरै बन्द हुन्छ। सो एकदम ठुलो कोठा आइरहेछ। यो चाहिँ 12 बाइ 16 को कोठा आइरहेछ। सो तपाईँहरूलाई पनि यस्तै गरी काम गर्नु परेमा अनि कोठाहरू बनाउनु पर्ने कौसी अथवा जमिनमा चाहिँ कोठा घर बनाउनु परेमा हामीलाई सम्झन सक्नुहुन्छ। एकदम राम्रो हुन्छ। यो चाहिँ नि सस्तो पनि, खर्च पनि कम र चाँडो पनि हुने भएकोले